एउटा कुरा चाहिँ तपाईँलाई भन्नै मन लागेको थियो कि जस्तो म हजुरलाई चलचित्रको पर्दामा देखेर अलि पछाडि आवाज अलि बोल्ड हुन थालिसकेपछि क्यारिकेचर गर्न थालेको मै आफै बुढो भइसकेँ। तपाईँ भने चाहिँ अघिल्लो पटक भेट्दाखेरि 25 वर्षको हुनुहुन्थ्यो है, यो पटक भेट्दाखेरि 18 वर्षको हुनुहुन्छ। यसरी नै उमेर घट्दै गयो भने के हामी अबको 5 वर्ष पछाडि तपाईँलाई कोक्रेमा भेट्छौँ? त्यहाँसम्म चाहिँ म पुग्दिनँ। एउटा लिमिट लाइन चाहिँ छ। मैले के सोचेको छु भने 18 भन्दा मुनि चाहिँ नपुग्ने। 18 प्लस चाहिँ हुनै पर्यो। 18 प्लस चाहिँ हुनै पर्यो होइन, नत्र त्यहाँ गडबड पनि हुनसक्छ। त्यही कारण 18 भन्दा तल चाहिँ नपुग्ने। र तपाईँ पनि आफूलाई बुढो भयो भनेर नभन्नुहोस्, कहिले पनि नभन्नुहोस् होइन। उमेर एउटा रफ्तारमा जान्छ, तर आफूलाई चाहिँ सधैँ यङै भनिराख्ने क्या। म बुढो हुनुला राज दाइ त अझ पनि यङ भनेर नभन्नुहोस्, राज दाइ पनि म जस्तै यङ हुनुहुँदो रहेछ भनेर भनिदिनुहोस् न।